गरिराख्दाखेरि चाहिँ मसँग त केही एभिडेन्सहरु पनि छन् हैन तर सत्य चाहिँ के हो भने तपाईहरुको फेरि पुनर्मिलन भइसकेको छ र विवाहको योजना पनि भइराको हो भन्ने चाहिँ हामीले बुझ्यौ र सँगसँगै यही मैले खास जोड्न खोजेको कुरो चाहिँ यसरी कसैसँग नाम जोडिएर आएको छ नि त फेरि विवाह जस्तो कुरा आएको छ भोलि तपाईको विवाह अन्त कतै होला रे हैन सायद नहोस् हैन होला रे तर यस विषयमा तपाईले प्रतिवाद चाहिँ किन गर्न चाहनु भएन केही बोल्न चाहिँ किन चाहनु भएन कि यत्रो मिडियामा हंगामा भइराख्दाखेरि या तपाई पनि यो गसिपमा यो रुमरमा स्क्यान्डलमै ठिकै छ नि त नाम पनि आइराछ भन्ने टाइपले नि तपाईले यसलाई स्वीकार गर्नु भएको हो र प्याचअप भएको हो भन्ने कुरा त धेरै नजिकका साथीहरुले हो भन्नुहुन्छ मैले नि नजिक बनाइदिएको हो भन्नुहुन्छ एकजना साथी त मेरो छेउमा पनि हुनुहुन्छ हैन साच्चीकै त्यो रिप्लाई किन नगरेको भन्ने कुरा चाहिँ आई थिंक त्यो मलाई चाहिँ यस्तो लाग्छ अब यस्तो न्यूजहरु आइरहन्छ अनि आई थिंक हामी अब एज एक्टर्स काइन्ड अफ युज्ड टु पनि छौं अनि त्यो न्यूजलाई अझै रिप्लाई गरेर त्यसलाई अझै कम्प्लेक्स बनाउनु भन्दा यतिकै छोड्यो भने आई थिंक टाइमले नै सबै कुरा भन्छ भनेर पनि हो अनि हामी कुरा चाहिँ हुन्छ हाम्रो अनि त्यसलाई सायद उहाँहरूले चाहिँ नि अब प्याचअप भएको फेरि ब्याक इन रिलेसनशिप भएको भनेर सोच्नु भयो होला तर त्यो चाहिँ नि छैन अहिले त्यति चाहिँ म भन्छु अनेस्टली